हेलो गाइस, बिहानको सुरुवात चाहिँ मेरो बेडसिट चेन्ज गरेर त्यसपछि मैले नुहाएँ। यो सेम्पूले नुहाउँछु म चाहिँ, हजुरहरू कुनले नुहाउनुहुन्छ। त्यसपछि सफा गर्न लाग्यो मैले, अनि दिदीले च्याउ ल्याइदिनु भएछ के गाइस। यस्तो यो च्याउको तरकारी खानु भएको छ तपाईहरुले। यो च्याउको तरकारी चाहिँ कस्तो मिठो हुन्छ के। यो हाम्रो बारीतिर पाइन्छ, बारीमा पनि पाइन्छ, जंगलतिर पनि पाइन्छ के। यो चाहिँ लास्टै मिठो हुन्छ। कसले खानु भएको छ यस्तो च्याउ चाहिँ हामी पहिले बाख्रा चराउन कति धेरै लिएर आउँथ्यौँ। कस्तो मिठो हुन्छ। त्यसपछि बिहान कति घाम लागेको। अनि आज हाम्रो घरमा कोदो रोप्ने मान्छे हुनुहुन्थ्यो। त्यसपछि दिउँसो भ्याइँदैन भनेर मैले आलु सालु पखालेर राखेँ। मेरो मुखभरि कति धेरै घाउ आएको, हेर्नु न, घाउ भएर औषध लगाएर छु। त्यसपछि म बिउ उखाल्न गएँ। बिउ उखालेर यति मिठो हुन्छ यो च्याउ। अनि सानो पुन्टी छिन् वेदर हेर कति घाम लागेको क्या आज। त्यसपछि मेरो नाटक हेर न, कपाल सुकाइरहेको छु नुहाएर, हाम्रो घरको डन। अनि दिनभरि काम गर्नुपर्छ है, यति धेरै घाम लागेको थियो। त्यसपछि अब सनस्क्रिन त लगाउनै पर्यो। त्यसपछि आज अब अलिअलि राम्रै भएको रे क्या। त्यसपछि चोलो लगाएँ। यो लगायो भने चाहिँ हात पनि डढ्दैन अनि घाँटी पनि डढ्दैन। त्यसपछि देखाइला दिदी भन्दैछिन्। अनि डढ्छ भनेर फेरि मैले क्याप लगाएँ। अनि घाम पनि छेक्छ। अनि मेरो आउटफिट आज, अनि कोदो रोप्न गएँ। ए बा डिउ कति खाएका, मलाई स्याहारेर फ्याफा बनाउँदै डिउ किन्न पठाउनु भयो। यो गाउँमा कति धेरै डिउ खाएको भनेको, म त चक्क पर्छु भने मान्छेले डिउ खाएको हेरेर। यो माउन्टेन डिउ कम्पनीले चाहिँ हाम्रो रामेछापको प्रीतिलाई चाहिँ पुरै त्यो अवार्ड नै दिनुपर्छ जस्तो छ। यति धेरै डिउ खानुहुन्छ, म त एक्सप्लेनै गर्न सक्दिनँ। मैले चाहिँ डिउ किनेर लिएर आइसकेँ है। यो डिउ राम्रो चाहिँ होइन, खाएको थिइनँ। घरमा आएदेखि कति धेरै काम गरिसकेँ, तर मैले डिउ चाहिँ खाएको थिइनँ। मैले एउटा मात्रै लिएर आएको, धेरै छैन नि त। अस्ति धान रोप्दा नि खाइनँ, तर आज चाहिँ धेरै गर्मी भइरहेछ। आज चाहिँ खान सक्छु मैले। त्यही अनुसारको काम हुन्छ नि त हाम्रो। अनि काम भएपछि सजिलै हुन्छ, पच्छ भनौँ न सजिलैसँग। हाम्रोतिर मात्र हो कि यसरी डिउ खाने, हजुरहरूको तिर पनि हो, कमेन्ट गर्नु होला। त्यसपछि मैले डिउ हालेर दिएँ। माइजू, अनि डिउ नखाँदा के हुन्छ? दिनभरि काम गरेर डिउ चाहिँ खानै पर्ने। सुन्तोक लाग्दैन, अनि त्यही भएर एक एक मग खाएपछि सुन्तोक हुन्छ नि त। ल ठिक छ। डेली एक एक मग चाहिँ डिउ डेली हो। एक एक मग खानु पर्यो। अरूकोमा काम गर्न गए नि डिउ चाहिँ चाहियो। जुनैको मेलामा होस्, तपाईँको मेला होस्, त्यो दाईको मेलामा होस्, सबैकोमा मोटाउँछ पनि हेरे। डिउ खाएर मोटाइँदैन है। डिउ खाएर म चाहिँ मोटाइँदैन। मोटाउँछ अरे। कसले भने त्यस्तो हावा कुरा? तल जागिरेनले भने क्या। डिउ खाएर मोटाउने। डिउ नखाँदा के हुन्छ त सुनिहाल्नु भयो। त्यसपछि खाजा खाने टाइम भयो। यस्तो मकै खानुभएको छ तपाईँहरूले। मेरो हात चाहिँ नहेर्नु होला है, भर्खर कोदो रोपेर आएको भएर। यस्तो मकै खानु कस्तो मिठो हुन्छ, यसरी दारेर। दुध मकै भन्छ क्या यसलाई। कस्तो मिठो हुन्छ यो। हाम्रो गाउँमा यस्तो मकै स्यालले केही राखेन। अब यस्तो दुध मकै हुँदै दारेर सक्ने हो। ती पनि आउनुभएको मेरो साथ दिनलाई। मैले खाइ नसकेको चाहिँ यसले खान्छ है। योले खान्छ, यसले खान्छ। यी हेर दारेका। मेरो साथीहरूले पनि राख्नुहुन्न कि यो चाहिँ, हेर्नु न, यति धेरै खानुभएको छ। अनि सेल्फी खिच्न पऱ्यो। त्यसपछि म कोदो रोप्न लागेँ। मेरो आउटफिट हेर्नु न फेरि त्यहाँ, ओ माई गड। अनि कोदो रोप्यो, मजाले घाम पनि लागिरहेको थियो, पानी पनि परिरहेको थियो। अनि एकछिन म खन्दै पनि थिएँ। अनि खन्दै ढाड दुख्यो। त्यसपछि मैले फेरि कोदो रोपेँ। त्यसपछि सानो पानी परेन। ओहो, कति वर्षपछि असार महिनामा यसरी भिजेको क्या म। यति धेरै भिजेँ कि कुरै नगर्नु। थ्याङ्क यू गाइज। मेरो युट्युब च्यानललाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। आजको मिनी भ्लग मैले यहीँ इन्ड गर्छु। पानी पर्यो यति, वहाँदेखि हामीले रोप्यौँ, पानी छिटायो, त्यही भएर मैले इन्ड गर्दैछु। यस्तो भएको छ, हात थकाइ लागेको छ लास्टै धेरै। बाई बाई।
भोलिन्छ पर्सिन्छ म लत भइसक्यो लोत थ्याङ्क यू गाइस